बिचमा परेको यो आन्दोलन भदौ 23 गते र 24 गते भएको आन्दोलनमा परेर शहादत प्राप्त गर्ने जिन्जी भाइ बहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली दिन एवं शोकको घडीमा देशै शोकमा डुबेको घडीमा हामी पनि सो शोकलाई आत्मसात गरेर आज यस लामाटेली निवासीले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ र त्यो आयोजना गरेको कार्यक्रममा हामी सम्पूर्ण सहभागी भएका छौँ। शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ भने जसले शहादत प्राप्त गर्नुभएको छ उहाँहरूको चिर शान्तिको कामना गर्न चाहन्छौँ। हामीले त्यो आन्दोलनको घडीमा 72 जनाले चाहिँ शहादत प्राप्त गर्नुभएको थियो। उहाँहरूको चिर शान्तिको कामना गर्न चाहन्छौँ भने उहाँहरूका प्रति भावपूर्ण समवेदना एवं धैर्य धारण गर्ने शक्ति प्रदान गर्नुहुनेछ पशुपतिनाथले भनेर पनि कामना गर्न चाहन्छौँ। र सो क्रममा लगभग 2000 जनाभन्दा बढी घाइते हुनुभएको छ। उहाँहरूको पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ। यो कार्यक्रम आयोजना हामी सम्पूर्ण लामाटोली निवासीले गरेका हौँ र यो शोकको घडीलाई शक्तिमा परिणत गर्नका लागि आज हामी सम्पूर्ण लामाटोली निवासी यहाँ उपस्थित भएका छौँ। अब दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हामी 1 मिनट मौन धारण गर्नेछौँ। सो मौन धारणमा साथ दिन हुनका लागि सम्पूर्ण लामाटोलीवासीमा म हार्दिक अनुरोध गर्दछु। हरि भनेर सुरु गर्नेछु र ओम भनेर अन्त्य गर्नेछु र 1 मिनटको समय हामी मौन धारण गर्नेछौँ।